मान्छे घर जानलाई he was not even in the protest. उनलाई हेडशट हानेर मारिएको छ। तपाईहरु त्यस्तो सरकारलाई अझै पनि भोट हाल्नुहुन्छ? बोल्नुस् न। तपाईहरुले सबैले गर्दाखेरि हो आज हामी यो आफ्नो देश छोडेर जान परेको छ। सबैजना तपाईहरुको भोटले एकचोटी हैन, दुईचोटी हैन, तीनचोटी हैन, कतिचोटी तपाईहरुले सरकारलाई एउटै सरकारलाई कुर्सीमा बसाउनु भयो। जवाफ दिनुस् न। जवाफ दिनुस् भाइ, कतैबाट पनि जवाफ सुन्निएन त। कति गाह्रो भयो होला त्यो 18 वर्षको बच्चा हेडशट हानेर मार्दाखेरि। यही हो सरकार। तपाईहरुले यस्तै भ्रष्टाचार गुहानेहरुलाई भोट दिने हो? तपाईहरुलाई नेपालको माया लाग्दैन? लाग्छ भने बोल्नुस्। को हो त्यो बच्चा मुजी जिन्जी भन्ने अगाडि आइज हो? को हो त्यो? पछाडि बसेर धेरै नबोल। हामीले गर्दाखेरि आज राजीनामा 2 घण्टामा 1 दिनमा ओली छोडेर गएको छ, बुझेस्? पछाडि बसेर कुरा नगर, अगाडि आइस यहाँ कुरा गर्न।